जब जस्मिनको जीवनमा पत्रकार भोजा थापा भगवान बनेर खडा भइदिए, सहयोगको अपिल गरे, सहयोगी दाताहरूले पनि राम्रै सहयोग गर्नुभयो। लगभग 1 करोडभन्दा बेसी सहयोग उठ्यो, अझै उठ्ने क्रममा छ। अहिले जस्मिन बहिनीको उपचार इन्डियामा भइरहेको छ। उपचार राम्रै हुन्छ होला, हाम्रो कामना पनि छ। इन्डियाका कुना कन्दरामा रहेका नेपाली मनकारीहरूले पनि जस्मिन बहिनीको लागि सहयोग गरिरहेका छन्। भोजा थापालाई जिउँदो भगवानको रूपमा चिन्ने नेपालीपन भएका इन्डियामा बसोबास गर्ने नेपालीहरूले भोजा थापालाई भेट्ने क्रम चलिरहेको छ। आखिर भोजा थापाले कति मान्छे कमाएका रहेछन्? जीवनमा योभन्दा अरू के कमाउनु पर्यो र, हैन? तर एउटा कुरा खुसी लाग्छ, हामी नेपालीको बानी अरूको दुःखमा हाँस्ने चलन हाम्रो छैन। अरूको दुःखमा मलपट्टि गर्ने बानी छ हाम्रो। यही कारणले नेपाली सानोतिनो रोगले मर्दैन, किनकि मनकारी नेपालीहरूले मर्न पनि दिनुहुन्न।